आज मिति 2082 कार्तिक 28 गते शुक्रबार, तदनुसार यससम्म 2025 नोभेम्बर 14 तारिक। आजको राशिफल अगाडि तपाईँले चिताएको पुरा हुनेछ। सबैजनाले भनौँ सुरु गरौँ आजको राशिफल। मेष राशि, नयाँ व्यवसाय सुरुवात गर्नका लागि समय राम्रो रहेको छ। आय आर्जनका क्षेत्रहरू बलियो हुन सक्छन्। पढाइ लेखाइमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा हुने योग छ। वृष राशि, आज स्वास्थ्य राम्रो रहन सक्छ। विभिन्न भौतिक सम्पत्तिहरू जोड्न सकिनेछ। व्यापार व्यवसायमा थप लगानीको वातावरण बन्न सक्छ। पढाइ लेखाइमा भने जसो सफलता हात लाग्न सक्छ। मिथुन राशि, विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहनत धेरै गर्नुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ भने आफन्त तथा विश्वास गरेकीहरूबाट धोका हुन सक्ने समय रहेकाले सतर्क रहनुहोला। कर्कट राशि, हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ। पढाइ लेखाइमा अरूभन्दा पछि परेको अनुभव हुन सक्छ। व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ। सिंह राशि, शत्रु तथा प्रतिस्पर्धीहरू तपाईँसँग पराजित हुन सक्छन्। स्वास्थ्य आज राम्रो रहन सक्छ भने काम गर्न सहज वातावरण बन्नेछ। पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ। पुराना ऋणहरू सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ। कन्या राशि, बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ। माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ। तुला राशि, व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीका लागि सहज वातावरण बन्नेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने समय रहेको छ। वृश्चिक राशि, स्वास्थ्य कमजोर रहन सक्छ। पढाइ लेखाइमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेको छ। व्यापार व्यवसायबाट आज उचित नाफा कमाउन सकिँदैन। धनु राशि, रोकिएका कामहरू बन्नका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने समय छ। स्वास्थ्यमा सुधार आउनुका साथै काम गर्ने जोस जागर बन्न सक्छ। आय आर्जनका लागि आजको दिन उत्तम रहेकोले आम्दानी बढ्न सक्छ। प्रेम जीवन तथा विद्यार्थीका लागि पनि आजको दिन शुभ रहेको छ। मकर राशि, उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइनेछ। जमिन सम्बन्धी जुनसुकै पेसा अथवा नगदे बालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ। विद्यार्थीका लागि पनि आजको दिन शुभ रहेको छ। कुम्भ राशि, मानसिक चञ्चलपनले पेशागत हानि हुने सम्भावना रहेकाले सचेत रहनुपर्नेछ। आज नयाँ काम सुरु गर्नु र टाढाको यात्रा गर्नु उचित देखिँदैन। मीन राशि, आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ। व्यापारमा गरेको लगानी फस्टाएर जानेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ।